सबैमा मेरो साथीलाई नमस्कार। यस कार्यक्रममा उपस्थित तामाङ सम्पूर्ण तामाङ समुदायका दाजुभाइ दिदीबहिनीहरू, तामाङ नेतृत्वका अध्यक्ष एवं यस कार्यक्रमका सभाध्यक्षहरू, सम्पूर्ण अतिथिगण, पत्रकार साथीहरू, कलाकार साथीहरू, सबैमा मेरो फेरि पनि लासो प्रार्थना। आज 28 वर्षीय तामाङ समाज बसारको उपलक्ष्यमा देश विदेश रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यस पर्वले हामी सबै नेपालीहरूमा नयाँ ऊर्जा दिएर उज्यालो नेपाल बनाउनलाई प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गर्न चाहन्छु। नेपाल विभिन्न जात जाति, भाषा भाषी, धर्म, संस्कृति, पर्वहरूले भरिपूर्ण देश हो। यो नेपालको पहिचान हो, यो नेपालको सम्पत्ति हो, ठुलो सम्पत्ति हो। यो सम्पत्तिलाई जलेर्ना गर्नु राज्यको दायित्व हो। नेपालीहरूले, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूले, विभिन्न जात जातिका समुदायका साथीहरूले जसरी आफ्नो पर्व, संस्कार, संस्कृतिहरू मनाइरहेको छ, त्यसलाई राज्यले प्रमोसन, सुरक्षा र प्रमोसन गर्नुपर्छ। अगाडि धेरै यो सम्पत्तिले प्रमोसन गरेर अगाडि बढाउनुपर्छ। यो एकताको प्रतीक हो। यसलाई विभिन्न जात जातिले जुन किसिमको आफ्नो पहिचान देखाइरहेको छ र राज्यले त्यसलाई जातिवाद वा पहिचानवादको आधारमा हेर्नु हुँदैन, यो नेपालको संस्कृतिको रूपमा हेर्नुपर्छ। र हामीले यो देशको संस्कार, संस्कृति, भाषा भाषी, धर्म, संस्कार, संस्कृतिलाई आर्थिक समृद्धिको बाटोसँग जोडिनु पर्दछ। हामीले आफ्नो धर्मलाई, आफ्नो संस्कार, संस्कृतिलाई नेपालको समृद्धिको बाटोसँग जोड्दै पर्यटन प्रबन्धन लगायतका नेपालको आर्थिक रूपान्तरणलाई जोडेर अगाडि बढ्नुपर्दछ। यो हाम्रो ठुलो सम्पत्तिलाई आगामी दिनमा राज्यले आर्थिक रूपान्तरणको एउटा माध्यम बनाउनुपर्छ भन्ने मलाई लाग्दछ। हामीसँग सबै चिजको स्रोत साधनहरू छन्। हामीसँग सबै किसिमको संस्कार, संस्कृतिहरू उपलब्ध छन्। संसारभरिले यति धेरै संस्कार, संस्कृति, भाषा भाषी, धर्म भएको राज्य धेरै छैन। तर नेपालमा सबै चिजले भरिपूर्ण देश नेपाललाई हामीले समृद्ध बनाउन सकेका छौँ। अब हामी देशको समृद्धितर्फ अगाडि बढ्नुपर्नेछ। देशको समृद्धिको लागि नेतृत्वको जरुरी पर्छ। नेतृत्वको लागि आगामी निर्वाचन धेरै नजिक आएको छ। आगामी निर्वाचन, आगामी 21को निर्वाचन नयाँ नेतृत्व, सही नेतृत्वलाई छनौट गर्ने एउटा महाअभियानको रूपमा तपाईँहरूले लिनुहोला भन्ने म हार्दिक आग्रह गर्दछु। यो इतिहासको एकदमै ठुलो, एकदमै महत्त्वपूर्ण अवसरको रूपमा लिनुहोला। यो अवसर गुमायो भने फेरि पनि नेपाल फेरि पनि पुरानै परिस्थितिमा फर्किन सक्दछ। जनता आन्दोलन र
धेरै युवा शक्तिहरूले युवा साथीहरूले जुन सहायता प्राप्त गर्नुभएको छ त्यसको परिणाम हामीले फेरि पनि त्यही नेतृत्व र त्यही किसिमको शासन व्यवस्था त्यही किसिमको नेतृत्वले सत्ताको नेतृत्व गर्ने अवस्था आयो भने त्यो फेरि पनि दुर्घटनातिर अगाडि बढ्नेछ। आगामी निर्वाचनमा तपाईँहरूले त्यही नेतृत्व छान्ने काम गर्नुहोला। पनि उज्यालो नेपाल पार्टी दर्ता गरेर विगत 2 महिना अगाडि पार्टी दर्ता गरेर नेपाललाई समृद्ध बनाउनको लागि अगाडि आएको छु। नेपाललाई उज्यालो बनाउन नेपालको उज्यालोको सपनालाई पुरा गर्नलाई एउटा राजनीतिको एउटा माध्यमलाई लिएर नेतृत्वमा जाने एउटा जमर्को गरेको छु। तपाईँहरूले त्यसमा साथ सहयोग दिनुहुन्छ भन्ने मलाई विश्वास छ। वास्तवमा हामी